ल हेर्नुहोस्, आज दसैँको तेस्रो दिन पनि बुटोलमा चाहिँ सुनसान छ। बुटोलको सुक्खा नगर वार्ड नम्बर 8। यो चाहिँ त्रिभुवन पथ हो। यो अक्सफोर्ड स्कुलको ठ्याक्कै त्यो अगाडिपट्टि त्यो गेट भयो। गेटको यतापट्टि किराना पसल छ, गाडी भएको घर छ। यो विशाल स्टेसनरी भयो। यी खाली बाटो एकदम खाली भएर एउटा मोटरसाइकल देखियो। अरू सबै सुनसान छ। आज दसैँको तेस्रो दिन हो। अब यो अर्थले यो बुझिन्छ कि यो बजार एरिया चल्ने भनेको बाहिरबाट आएर भाडामा बस्ने व्यक्तिले रमाइलो र सहर भरिभराउ देखिने रहेछ। अन्यथा यहाँका बासिन्दाले यो बजार बनेको रहेनछ भन्ने कुरा यसरी बुझिन्छ। अब हेर्नुहोस्, स्कुलको एउटा चाहिँ सानो गेट खुला छ। अब यसरी सुनसान भएको सुक्खा नगर। अब आज दसैँको तेस्रो दिन बिहानको समय। अब यो भोलि भन्नाले अब भोलि पर्सिबाट अनि मान्छेहरू भरिन सुरु हुन्छ। त्यसपछि यहाँ पहिलाकै जस्तै भिडभाड हुने, पसलहरू खुल्ने हुन्छ। अब यो अक्सफोर्ड स्कुल हो। स्कुल त यसै पनि बिदाको बेलामा, दसैँको बेलामा बन्द हुने नै भयो। वहाँ पर हाइवे छ। हाइवेदेखि यता यो यहाँ होटेल छ, चिया नास्ता गर्ने होटेल, त्यो पनि बन्द छ। यतापट्टि किराना पसल अहिले आज बिहानबाट खुलेको छ, सबिन जनरल स्टोर्स भन्ने। अनि सुनसान पसललाई मैले क्यामेरामा कैद गरेर हजुरहरूलाई देखाउँदै सुनाउँदैछु। अब दसैँको बेलामा भने यसरी सुनसान हुन्छ भने बुटोलको बजार, तिहारको बेलामा फेरि यहाँ झिलिमिली रमाइलो, अरू बेलाभन्दा तिहारमा धेरै रमाइलो हुन्छ यो बजारको एरिया। तर यति बेला रमाइलो जो गाउँमा आफ्ना घरमा गएका छन् व्यक्तिहरू, व्यवसाय गर्न आएका व्यक्तिहरू हुन्छन्, पढ्न आएका विद्यार्थी भए, व्यवसाय गर्न आएका व्यक्तिहरू भए, आएर बसेर यहाँ अनि बिस्तारै उनीहरूको कारणले गर्दा बुटोल बजार भरिएको रहेछ भन्ने कुरो बुझिन्छ। बुटोल बजार मात्रै होइन, प्रत्येक बजारहरू, सहरहरू जो बाहिरबाट आएर चाहिँ यहाँ अस्थायी रूपमा बसोबास गर्छन्, भाडामा बसेर पढ्ने अथवा व्यवसाय गर्ने गर्छन्, उनीहरूका कारणले यो बजार व्यवस्थित हुँदो रहेछ अथवा बजार चलायमान हुँदो रहेछ भन्ने कुरो बुझिँदैछ। अन्यथा यहाँका बासिन्दा पनि प्रायःजसो घरमुलीहरू, घरधनीहरू यहाँ छैनन्। कोही अब यहाँका काठमाडौँ गएर बसेका छन् भने काठमाडौँतिर छन्, कोही अमेरिका, जापान, अस्ट्रेलिया गएर बसेका छन्। त्यसले गर्दा पनि सुनसान भएको हो यो बजार। जे होस्, यो 82 सालको चाहिँ दसैँ यस्तै तरिकाले बित्यो। यी बरघाटबाट छोरीहरू आएका छन्। यहाँ दुईटी छोरीहरू आएर यहाँ चाहिँ यी आफ्नो अङ्कलको घरमा आएका हुन्। यी छोरीहरू, यिनको घर बरघाट हो। यिनीहरू पनि आज बिहान आइपुगे। अब 1-2 दिन यहाँ बस्न आएका हुन्। त्यसपछि फेरि जान्छन् आफ्नो घरमा।
यिनको घर बरघाट हो र अब चाहिँ यी छोरीहरूले यहाँ आएका छन्। अब यहाँ चिया पकाउने कार्यक्रम छ। अब उतापट्टि चिया खाने पसल छैन। ल यति